कति नम्बर वडा? 2 नम्बर। सोरु गाउँपालिका वडा नम्बर 2 हैन? अनि अब राष्ट्रिय परिचय पत्र यो गाउँपालिकाको केन्द्रमै बन्ने भयो हैन? कति खुसी हुनुहुन्छ? धेरै खुसी छौँ रे हजुर। के अब गुम्बडी जानु भन्दा त पैसा खर्च गर्नु भन्दा कति लाग्थ्यो गुम्बडी जान पैसा खर्च? 5000 हो। 5000 हो। अहिले खुसी हुनुहुन्छ? अहिले खुसी छौँ हो। हजुरको नाम के हो? मेरो नाम घण्टकला येगी। कहाँ आउनुभयो? मेरो यतै हो। सकाल 10 बजे आएका त अहिले नि हामी 11 बजे पुग्यौं। घुम गरी जानु भएपछि 6000 7000 भाडा सबै गरी काट्नु पर्छ, हिँड्नु पर्छ। बालबच्चा साना बुढाबुढी पैसा नै गरिब मान्छे आया 5000 उदो गर्दै 6-7 लाग्छ। अब यही भयो। अब खुसी हुनुहुन्छ नि त? खुसी भयो त। यो परिचय पत्र किन चाहिने रहेछ? चाहिने रे धेरै जीवनको केही सुख सुविधा आला, गरिब जनता बुझ्दैन पैसा आला, भोट हाल्न पनि ढिक्क भएर भोट हाल्न पाइयो, सुविधा पाइन्छ। हजुरको नाम? कति नम्बर वडा? 2 नम्बर वडा। अनि यो परिचय पत्र राष्ट्रिय परिचय पत्र किन चाहियो रे? चाहियो सर भोट हाल्नुको लागि, अनि सेवा सुविधाको लागि, अनि खाता खोल्न एजेन्डा बढ्न पाउने, अनि यो अहिलेको भोट हाल्न पाउने हो। हजुर। अनि अहिले सुविधा भएको छ हैन त? त्यसैले यो गाउँमै के रे यो शिविर सञ्चालन हुँदा हामी खुसी छौँ। जनता घुम्दै जानु भने 1500 3000 रुपियाँ 5000 खर्च हुन्छ, त्यो बच्यो, गरिब जनतालाई खुसी हुँदैन। अनि ल्याएको नेताले सरकारले सहयोग दिए, हामी जनतालाई ठुलो खुसीसँग छ। हजुरको नाम के हो? जमिनी भट्ट। कति वर्षको हुनुभयो? 70 भन्दा बाँकी भाइ हो। अनि कहाँ आउनुभयो तपाईँ? आज सुरु आउनु भएको छ हैन त? सुरु आयो। कति नम्बर वडा हो? 6 नम्बर वडा। 6 नम्बर वडाबाट के गर्न आउनुभयो? यो नागरिकताको के इन्टरभ्यू गर्ने भने